नमस्कार। आजको भिडियोको मेन टपिक भनेको अर्जुन कुमाल हो। डोमेस्टिक लेभलमा कति रन बनाएको खेलाडी तर राष्ट्रिय टोलीमा पटक पटकदेखि मौका नपाइरहेको खेलाडी भनेको अर्जुन कुमाल हो। वर्षौंदेखि यति सानो उमेरमा राम्रो प्रदर्शन गर्दै आइरहेको अर्जुन कुमाल किन राष्ट्रिय टोलीमा पटक पटक पिक हुँदैन? पछाडिको कारण एकदम अचम्मको छ। तपाईहरुले भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने अलिक बुझ्नुहुन्छ क्रिकेट भन्दा पछाडिको राजनीति कस्तो हुन्छ, किन पर्फर्मेन्स दिने खेलाडीहरू छनौटको घेराभन्दा बाहिर नै राख्ने गर्दछन् भन्ने कुराहरू आजको यस भिडियोमा तपाईहरुले सुन्न पाउनुहुनेछ। वास्तवमा अर्जुन कुमाल वर्षौंदेखि रन बनाइरहेकै हो र कोच र खेलाडीहरूको नजरमा पनि पटक पटक आइरहेका हुन्छन्। तपाईहरुले उनको टिममेटहरू हेर्नुहुन्छ अथवा उनीभन्दा सिनियर खेलाडीहरूको कुरा सुन्नुहुन्छ भने उनीहरूले अर्जुन कुमाललाई एप्रिसिएट गरेको दिन हुँदैन होला। तर एप्रिसिएसनले मात्रै टिममा ठाउँ मिल्दैन। एप्रिसिएसन गर्दा हो सबैको ध्यान केन्द्रित हुन्छ यो खेलाडी राम्रो गरिरहेछ, यसलाई मौका दिनु पर्यो भनेर। तर जब कुरा आउँछ सिलेक्सनको, त्यहाँनिर सिलेक्सन गर्ने व्यक्तिले पर्फर्मेन्स मात्र होइन, यदि हामीले उक्त व्यक्तिलाई टिममा राख्यौं भने आगामी दिनहरूमा कस्तो उले पर्फर्मेन्स दिन्छ हैन। तर म के भन्छु भने खेलाडीलाई जब तपाईहरुले मौका दिनुहुन्न उले कस्तो पर्फर्मेन्स गरिरहेछ, प्रेसरमा कस्तो खेलिरहेछ भन्ने कुरा कसरी तपाईहरुले आफै मौका नदिकन नै पहिला नै निर्णय गरिसक्नुहुन्छ हैन यो अहिले परिपक्व भएको छैन भन्ने कुरा। तपाईहरुले म एक्जाम्पलको साथ बुझाउन चाहन्छु। तपाईहरुले भारतको वैभव सूर्यवंशी भन्ने खेलाडीको नाम पक्कै पनि सुन्नु भएको छ होला। यदि तपाई क्रिकेट रेगुलरली फलो गर्नुहुन्छ भने अभियसली वैभव सूर्यवंशी भन्ने नाम पक्कै पनि तपाईहरुले सुन्नु भएको छ होला। जबदेखि डेब्यु गर्यो स्थानीय लेभलमा अथवा आइपीएलमा त्यसपछि मात्रै ऊ वर्ल्डको नजरमा आएको थियो र उले हालसम्म यति रेकर्डहरू बनाइसकेको छ जुन काफी छ एउटा खेलाडीलाई अन्तर्राष्ट्रिय रूपमा डेब्यु गर्नलाई। तर बीसीसीआईले भने उलाई अहिलेसम्म डेब्यु गराएको छैन सिनियर क्रिकेट टोलीमा। हुन त अन्डर 19 मा एक्सेप्सनल पर्फर्मेन्स गरिरहेको छ र अभियसली गर्दै आइरहेको छ। उसकै कारणले पनि होला इन्डियाले आज अन्डर 19 वर्ल्ड कपको 2025 को उपाधि जित्न सक्सेसफुल रह्यो। हुन त आयुष मात्रे जस्ता खेलाडीहरू पनि टिमको एकदम सन्तुलन बनाइराखेर टिममा पर्फर्मेन्स दिइरहे, तर ऊ भनेको वान अफ द बेस्ट कारण थियो इन्डियाले अन्डर 19 विश्व कप जित्नको लागि। केही वर्ष अगाडि हामीसँग गुलसन झा थिए र उनले पनि यस्तै एक्सेप्सनल पर्फर्मेन्सहरू अलराउन्ड पर्फर्मेन्सहरू दिँदै आइरहेका थिए। त्यसै कारण उनलाई टोलीमा समावेश गराइयो। हाल अर्जुन कुमाल भने अभियसली राम्रो गरिरहेका छन् र उनी मलाई लाग्छ आउने नेपालको ओडीआई टोलीमा पक्कै पनि खेल्ने मौका पाउनेछ, किनकि उनको पर्फर्मेन्स नै एक्सेप्सनल छ। तपाईहरुले नेपालको पूर्व कोचहरूको बयान सुन्नुहुन्छ भने उहाँहरूले आज म फेसबुकमा यसो हेरिरहेको थिएँ, उहाँहरूले भन्नुभयो कि अर्जुन कुमालले खेल्ने शटहरू एकदम एक्सेप्सनल छ। उहाँहरूले अर्जुन कुमालमा लेजेन्डरी पारस खड्काको रूप देख्नु भएको भन्ने कुरा उहाँहरूले व्यक्त गर्नु भएको छ। हुन त एउटा खेलाडी जब उसको उदयमान हुन्छ हैन ऊ त्यो बेला थुप्रै राम्रो खेलाडीहरूसँग कम्पेयर गर्ने चलन छ हरेक देशमा। म नेपालमा मात्र भनिरहेको होइन, हरेक देशमा यस्तो कुराहरू भइरहेको हुन्छ। यही कुरा अन्त्य गर्नको निम्ति हामीले खेलाडीलाई मौका दिनुपर्ने हुन्छ। अर्जुन कुमाल यसो डोमेस्टिक लेभलमा पर्फर्मेन्स दिइरहेका छन्, उनी राष्ट्रिय लेभलमा कस्तो गर्लान् भन्ने कुराको लागि मौका दिनु पर्यो। यस भिडियोमा यति नै। मेरो भिडियोको निचोड के हो भने अर्जुन कुमाललाई मौका दिनुस्। माने हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। थ्यांक यू।